स्वागत छ तपाईलाई हाम्रो अर्को रोचक भिडियोमा। आज हामी संसारका यस्ता 5 अनौठो पुलहरूको बारेमा जान्नेछौँ जसलाई देखेर अचम्म पर्नुहुनेछ। कुनै पुल समुद्र भन्दा माथि सयौं किलोमिटरमा फैलिएको छ, कुनै बादल भन्दा माथि बनेको छ, त कुनै यस्ता छ जुन बीच समुद्रमा पुगेर अचानक सुरुङमा बदलिन्छ। पुलहरू केवल यात्रा गर्नुका लागि मात्र होइन, मानव बुद्धि, इन्जिनियर र प्राविधिकको उत्कृष्ट उदाहरण पनि हुन्। भिडियो अन्त्यसम्म हेर्नुहोस् किनकि अन्तिममा पुल संसारकै अनौठो डिजाइन मध्ये मानिन्छ। त्यसैले भिडियोलाई सब्स्क्राइब पनि गरिदिनुहोला। अनि सुरु गर्नेछौँ संसारका 5 अनौठो पुलहरूको यात्रा। आउनुहोस् सुरु गरौँ। नम्बर 1 मा रहेछ गोल्डन गेट ब्रिज। अमेरिकाको प्रसिद्ध यो पुल अमेरिकाको सान फ्रान्सिस्को शहरमा रहेको छ। यो पुल सन् 1937 मा निर्माण गरिएको थियो। त्यो समयमा किनकि त्यहाँको अत्यन्तै तेज हावा चल्थ्यो, समुद्र निकै गहिरो थियो र जहिले पनि बादल कुहिरो लागिरहन्थ्यो। तर इन्जिनियरहरूले हार नमानेर वर्षको मेहनतपछि यो अद्भुत पुल निर्माण भयो। यो पुलको रङ पनि निकै विशेष छ। यसको सुन्तला जस्तो रातो रङलाई इन्टरनेसनल ओरेन्ज भनिन्छ। यो रङ कुहिरोमा पनि सजिलै देखोस् भनेर छानिएको थियो। सुरुमा धेरै मानिसहरूले यो पुल खतरनाक हुन्छ भनेर सोचेको थिए, तर आज यही पुल संसारकै सबैभन्दा सुन्दर र चर्चित मध्ये एक बनेको छ। रोचकको कुरा के छ भने हिउँदाका सयौं फिल्महरू यो पुलमा देखिन्छ। रातको समयमा बत्ती बल्दा यो झन् आकर्षक देखिन्छ। कहिलेकाहीँ पुल मुनि साह्रै बादल हुन्छ र पुल मात्रै देखिन्छ, जुन दृश्य साँच्चैकै सर्वस्व लाग्छ। नम्बर 2 मा रहेको छ आकाशी कैको ब्रिज। यो पुल संसारकै सबैभन्दा लामो मध्ये एक हो। यो पुल जापानको 2 ठुलो क्षेत्रलाई जोड्छ। जापानमा धेरै भूकम्प आउने देश हो, त्यसैले यो पुल निर्माण गर्नु निकै ठुलो चुनौती थियो। निर्माणको क्रममा जापानमा ठुलो भूकम्प आएको थियो। भूकम्पले पुलको दूरी नै केही मिटर बदलिदिएको थियो, तर इन्जिनियरहरूको डिजाइन परिवर्तन राखेर फेरि निर्माणलाई सफल बनाए। पुल यति बलियो बनाएको छ कि जसले शक्तिशाली आँधी र ठुलो भूकम्प पनि सहन सक्छ। रातमा यो पुलमा रङ्गीन बत्ती बल्दा दृश्य अत्यन्तै सुन्दर देखिन्छ। यदा यो पुलमा समुद्र माथि तैरिएको जस्तो लाग्न सक्छ। 3 मा रहेछ मिलाउ विधायक। हामी पुग्दैछौँ फ्रान्सको मिलाउ विधायक पुलमा। यो पुल संसारकै अग्ला पुलहरू मध्ये एक हो। उचाइ आइफल टावर भन्दा बढी छ। यो पुल यति अग्लो छ कि कहिलेकाहीँ यसको तल पुरै बादल हुन्छ। टाढाबाट हेर्दा पुल आकाशमाथि बनेको जस्तो देखिन्छ। त्यहाँको यात्रा गर्न धेरै समय लाग्थ्यो, तर यो पुल बनेपछि यात्राको समय धेरै कम भयो। पुल बनाउँदा इन्जिनियरहरूले निकै आधुनिक प्रविधि प्रयोग गरेको थियो। आज लाखौं पर्यटक केवल पुल हेर्न प्राय पुग्ने गर्छ। 4 मा रहेको छ बेपाङजिङ पुल। अबको कुरा गर्दैछौँ चीनको खतरनाक तर आदित्य बेपाङजिङ ब्रिजको। पुल संसारकै सबैभन्दा अग्लो पुल मानिन्छ। यो पुल गहिरो खोजमाथि बनेको छ। माथिबाट तल हेर्दा मानिस डराउने गर्छ, किनभने तल लाखौं फिट गहिरो खोज देखिन्छ। त्यहाँ यात्रा गर्न धेरै घन्टौं लाग्थ्यो, तर पुल बनेपछि केही मिनेटमै यात्रा गर्न सकिन्छ। पुल चीनको आधुनिक प्रविधिको ठुलो उदाहरण हो। रातमा बत्ती बल्दा यो पुल साई फिल्मको दृश्य जस्तो देखिन्छ। धेरै मानिस केवल यो पुलमाथि फोटो खिच्नको लागि त्यहाँ पुग्ने गर्छ। नम्बर 5 मा रहेको छ ओरेसो ब्रिज। संसारकै अनौठो डिजाइनमा भएको ओरेसो ब्रिज। यो पुलले डेनमार्क र स्विडेनलाई जोड्छ। पुलको सबैभन्दा अनौठो कुरा के हो भने यो पुल समुद्रको बीचमा पुगेपछि अचानक सुरुङमा बदलिन्छ। किन यस्तो बनायो त? यहाँ नजिक एयरपोर्ट रहेको कारण हवाईजहाजलाई समस्या नहोस् भनेर यस्तो डिजाइन गरिएको थियो। पुलमाथि कार, रेल दुवै चल्छ, त्यसैले यो केवल पुल मात्र होइन, आधुनिक प्रविधिको उत्कृष्ट नमुना पनि हो। धेरै मानिसले पहिलो पटक देख्दा यो कुरा विश्वास नै गर्दैन, किन यो पुल अचानक समुद्र मुनि हराउँछ भनेर। साथीहरू, यी थिए संसारका 5 अनौठो र आदित्य पुलहरू। यी पुलले हामीले एउटा कुरा सिकाउँछ, मानिसले चाहे असम्भव लिने काम पनि सम्भव बन्न सक्छ भनेर। तपाईलाई यी मध्ये कुन पुल सबैभन्दा खतरनाक र सुन्दर वा अनौठो लाग्यो? कमेन्टमा अवश्य लेख्नुहोस्। यदि तपाईलाई यस्तो रोचक भिडियो मनपर्छ भने च्यानल सब्स्क्राइब गर्नुहोला। फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद।